अलिकति चाहिँ ब्रेन स्टोर्मिङ पनि होस् र थोरै चाहिँ इन्साइट दिन सकियोस् भन्ने हिसाबले चाहिँ यो 1-1.5 घन्टाको सानो टक सेसन मात्रै हो। यो बिचमा चाहिँ हामीले बढी इन्टरेक्सनै बढी गर्छौँ। एकाडेमिक पार्टहरूबाट स्टुडेन्टले सबै कभर गरिसक्नु भएकै छ। डायबिटिज भन्दाखेरि अनसेट अफ एक्सन कति टाइममा चाहिँ इन्सुलिन सुरु हुन्छ, त्यसले काम गर्न सुरु हुन्छ, शरीरमा कति समयसम्म रहन्छ त्यसको असर, यी सबै कुराहरू सरले भनिसक्नु भएको छ। मैले चाहिँ आजको स्लाइडमा विशेष गरी चाहिँ तपाईँलाई एकदमै काम लाग्ने हुनाले चाहिँ इन्सुलिनको सुरुमा जान्नुपर्ने कुरा भनेको इन्सुलिनको स्टोरेज, त्यसै गरी इन्सुलिनको ह्यान्डलिङ, कसरी इन्सुलिन यो कार्टिज चाहिँ कसरी पेनमा युज गर्ने, निडलको चाहिँ कस्तो समयमा चाहिँ निडलहरू युज गर्ने, कस्तो बेला डिस्कार्ड गर्ने, त्यसपछि आएर इन्सुलिनका पनि विभिन्न टाइप्सहरू हुन्छ जुन पढ्नु भयो होइन। कस्तो खालको इन्सुलिनलाई चाहिँ हामीले होइन त्यो राम्रोसँग चाहिँ सेभ गरेर चाहिँ पेसेन्टलाई एडमिनिस्ट्रेसन गर्ने, कुनमा चाहिँ जरुरी छैन, त्यसपछि कस्तो इन्सुलिनलाई चाहिँ कोल्ड चेनमा प्रपरली मेन्टेन गरेर राख्नुपर्छ होइन। त्यसपछि पेनमा फिड गरिसके पछाडि यसलाई कोल्ड चेन चाहिन्छ कि चाहिँदैन। त्यसपछि बिरामीहरूले सोध्नुहुन्छ हामी ट्राभल गर्दाखेरि चाहिँ इन्सुलिन कसरी लिएर जाने, प्रायः धेरैको ट्राभल हुन्छ, विदेश जाने हुन्छ, तीर्थ जाने हुन्छ, प्रायःहरूले चाहिँ अपरेसन भएको भएर त्यस्तो केसमा के गर्ने। अनि बिरामीलाई एउटा इन्सुलिनको फोबिया छ होइन, तपाईँले नै चिर्ने हो त्यसको लागि इन्सुलिन भनेको के हो तपाईँले जान्नुभयो, राम्रोसँग तपाईँले बुझाउन सक्नुभयो भने तपाईँले चाहिँ त्यो मेसेज पेसेन्टलाई पास गर्न सक्नुहुन्छ। किनभने एउटा फोबिया छ इन्सुलिनको, एउटा स्टिगमा छ होइन, त्यो चिर्न पर्ने चाहिँ ठुलो रोल हुन्छ। किनभने चाहिँ डाइरेक्ट पेसेन्टहरूसँग चाहिँ तपाईँले टचमा हुनुहुन्छ है। र अर्को अलिकति एउटा थ्रेड चाहिँ हाइपोग्लाइसिमियाको छ डायबिटिज। त्यो इन्सुलिन नपाउने पेसेन्टलाई हाइपोग्लाइसिमियाको रिस्क एकदमै बढी हुन्छ। तपाईँले चाहिँ हाइपोग्लाइसिमिया भनेको के हो, के खण्डमा हाइपोग्लाइसिमिया हुन्छ र तुरुन्तै त्यस्तो देखियो, त्यसको लक्षणहरू के हो र त्यो देखिएको खण्डमा चाहिँ तपाईँहरूले पेसेन्टलाई चाहिँ के गर्नुपर्छ भनेर सिकाउनु है।